एउटा मान्छे सुन्दर पहिरन अनि आकर्षक श्रृङ्गार गरेर ऐना अगाडि उभियो। ऐनामा उसले हेर्न चाहेको थियो आफ्नो राम्रो तस्विर। आफूले सोचे जस्तो राम्रो तस्विर नदेखिएपछि ऊ अचम्मित पर्यो अनि सोच्यो सायद आजको पहिरन राम्रो छैन। ऊ गएर पहिरन फेरेर आयो। पहिरन फेर्दा पनि ऐनामा देखिने तस्विर नफेरिएपछि उसले सोच्यो सायद आज राम्रो श्रृङ्गार भएको छैन। ऊ गएर श्रृङ्गार गरेर आयो फेरि, अनि उसले फेरि गरगहना पनि लगाएर आयो। अब यति धेरै सबै गरेपछि त कसो राम्रो नदेखिएला भनेर ऊ ऐना अगाडि गयो। ऐनाले देखाउने तस्विरमा केही परिवर्तन आएको थिएन। सबै गरेर आउँदा पनि ऐनाले उही तस्विर देखाएपछि उसले थाहा पायो कमी श्रृङ्गार र पहिरनमा होइन ऐनामै छ भनेर। त्यसपछि ऊ ऐना बोकेर ऐना पसलेकोमा गयो। पसलेले उसका कुरा सुनेपछि ऐना हेर्दै भन्यो, खोइ दिनुहोस् त हेरौँ। ए हजुरले त अनि विचार देखिने ऐना लानुभएको रहेछ नि त। पर्दा लाएर सुन्दरता देखिने ऐना ऊ यहाँ छ, यो हेर्नुहोस् त।